नेपालको कृषि माटो, मेहनत र आशाको सङ्गम। तर परम्परागत खेतीले मात्र आजको बजारको माग पूरा गर्न सक्दैन। त्यसैले आवश्यक छ उन्नत बिउ, प्रविधि र सुनिश्चित बजार। स्थानीय सरकारसँगको सहकार्यमा चैते धान हल्दीनाथ 6 नै हो। पोहोर साल परार साल राम्रैसँग उत्पादन भयो हो। हल्दीनाथ 1 र हल्दीनाथ 6 को खाली फरक के भने 10 दिनको फरक रहेछ। यो 125 दिन, त्यो 115 दिन। तर 125 दिनमा हल्दीनाथ 6 अझ बेरजोरसँग फल्दो रहेछ। अब त्यो अनुभव गरेर शिवसतासीमै फल्यो, उहाँहरूले फलाउनु भयो, सबैजनाले फलाउनु भएको छ। केही पनि कटाउँदैन, केही पनि गर्दैन हैन। खेतमा लिन्छ तर उसले 41 किलो लिन्छ हैन। तर हामीले यहाँ डाइरेक्ट ल्याएर जोतारी हामीलाई बेलुकाले मैसो कटाउनुस्, हामीलाई गुनासो छैन। एक मुष्टमा मैले छड्के चेक गरेपछि 50 मन धान काँटा लगाएर जोतेर टिप्ने काँटामा उमामा हुन्छ कता त्यो भनेको अलि राखेँ हैन। यहाँ सुन्नुस्, मैले आफै स्वयं काँटा ल्याएँ, बोरायाबाट मगाएँ, एकताली काँटा छड्के चेक गरेँ। यसो तपाईँहरू अब एकजना हुनुहुन्छ यसो अनि दाइ धान त जोखे जस्तो छ भन्नु, कहाँ जोख्छ तपाईँहरूको तल छ, उहाँ लगेर जोख्नुहोस्, जाउँ न त भन्नु। होइन म जाँदिनँ, तपाईँहरू जोख्नुहोस् र अनि त्यहाँबाट त्यो लोडसँगको पनि मोबाइलले खिचिदिनु होला, अनि अनलोड गाडी पनि खिचिदिनु होला, अनि मेरो कति हुँदो रहेछ भने मैले चाहिँ ब्यालो गरेर जोखेँ। जस्तै मानिलिउँ 20 ग्राम भन्दा मैले हालिनँ, 100 ग्राम हालिनँ क्या। बोराको भाग 20 ग्राम मात्रै हालेर मैले पठाइदिएँ। 50 मन दाम 52 मन धैर्य त फेरि हिसाब म सिधा मान्छे नजान्ने किसानलाई 50 पठाएँ भने त मलाई हिसाब पनि राम्रो आउँछ भनेर 2 घन्टा गएर 50 मन धान पठाइदिएँ। 50 मन धान पठाउँदाखेरि उहाँहरूले अब एक मुष्टमा जोख्दाखेरि भनेको 10 ग्रामको पनि हिसाब आउँदाखेरि मेरो 50 मन 17 किलो धान भयो हैन। अब उहाँहरूले कति कटाउनु भएछ मलाई भन्दा 7 किलो कटाउनु भएछ। अब 50 मन धानमा 1-1 मन कटाउँदाखेरि त काँटावाले त पैसा हेरेन, हाम्रो 85 किलो लग्यो नि त धान। यहाँ त 7 किलो मात्रै कटिन्छ। यसमा हामीलाई गुनासो छैन, हामी खुसी छौँ हैन। एउटै कुरो हामीलाई गुनासो के छ भने जनप्रतिनिधि तपाईँहरू हाम्रो अभिभावकहरू 4 जना आउनु भएको रहेछ। जस्तै मान्य अहिले मेरो सरले पनि भन्नुभयो, 8 9 हिजो गएर थिएँ, उहाँ गएर थिएँ, कहाँ गएर थिएँ। जस्तै नगरपालिकाले धानको बिउ यहाँ हामीले सरले कुन जातको लाउने भन्ने बिउ चाहिँ जस्तै रामधान छ, हल्दीनाथ 6 छ हैन। अब आज मिटिङ बस्दैछ, अब कुन धान रोप्ने भन्ने कुरो उहाँहरूले हामीलाई बताउनुहुन्छ। तर नगरपालिकाले अस्ति बिउ बाँडिसक्यो। जस्तै 50% हातमा दिने यो मिटिङ पछाडि हामीले बिउ चाहिँ अब जेठमा असार पहिलो हप्तामा बिउ राख्छौँ हामी हैन। असार पहिलो हप्तामा राखेर रोपेको बिउ मात्रै हामीलाई यो चैत धान काटेपछि ठिक हुन्छ नि। अब असार पहिलो हप्तामा राख्ने बिउ चाहिँ अब चैतमै वितरण भइसक्यो। हामी बिउ कहिले खोज्छौँ भन्दा वैशाख जेठमा हो। अबको हाम्रो तपाईँको चाहिँ नि सहकारी के त भन्दाखेरि जे इस्यु छ त्यो इस्यु त हामी किसानहरूसँग डाइरेक्ट सम्पर्क गरेर हामी समाधान गरिरहेको छौँ। त किसानले किन बिक्री गर्ने धान? कन्काई सिँचाइका 5 जना प्रतिनिधि आउनु भएको थियो, उहाँहरूसँग झन्डै 2 घन्टा जति हामी गफ गऱ्यौँ। हाम्रो सिस्टमहरू हेर्नुभयो। भोलि गएर त्यहाँ 20,000 किसानको सहभागितामा चाहिँ मिल खुल्छ भनेदेखि 20,000 किसानलाई हामीले इन्फर्मेसन दिन सक्दैनौँ। यो जुन तपाईँले भन्नुभयो नि, यो पारदर्शिता हामीले कायम गर्न सक्छौँ सक्दैन भनेर सिस्टम देखाएर सबै गर्नुभयो। उहाँहरू पुरा कन्भिन्स गरेर जानुभएको छ। अब स्थानीय सरकारसँग हाम्रो एकदमै नजिकको सहकार्य हुन जरुरी भयो के तपाईँको। यहाँको समस्या पनि स्थानीय सरकारले नै माथि पुर्याउने हो। प्रदेश सरकार होस् या चाहिँ केन्द्रीय सरकार होस्, किनभने स्थानीय सरकारको त अब अधिकार त के छ मैले भन्नुभन्दा नि तपाईँ वडा अध्यक्ष भएर बस्नु भएको छ। स्थानीय सरकार सञ्चालन ऐनले त तपाईँको सबै कुरै दिएको छ नि, त्यसलाई प्रयोग पो गर्न सक्नु पर्यो। त्यसले गर्दाखेरि यो मिलको भोलि गएर जस्तै दानाको कुरा आइरहेको छ। 8 नम्बरका किसानहरूसँग हिजो दानाको मकैलाई कसरी चाहिँ सहकार्य गर्ने भन्दाखेरि सामुदायिक लगानीमै दाना मिल चाहिन्छ। यसले त्यसको इम्प्याक्ट पर्छ, धेरै खर्च पनि पर्दैन। त्यसमा चाहिँ हामीले एउटा मोडल पनि सृजना गरेका छौँ, त्यसलाई अगाडि लिएर जाउँ भनेर भन्यौँ। अब अहिले चाहिँ नि यो वैशाखभरिमा हामीले अगनी धानलाई नै सेट गर्नु पर्यो, किनभने अगनी धान चाहिँ नि हामीलाई चाहिए 2टा धान हो। अस्ति हिजो कुरा भयो त रामधान पनि हामीले एक्सेप्ट गर्यो। जसले रामधान लाउनुहुन्छ रामधान लाउनुहोस्, जसले हल्दीनाथ 6 लाउनुहुन्छ हल्दीनाथ 6 लाउनुहोस्। तर 12,000 टन धान हामीलाई चाहिन्छ
होइन नेट इन्भेन्ट्री 12,000 भनेको झन्डै 13,000 टन धान हामीलाई चाहिन्छ। यसै परिवर्तनको अग्रभागमा छ आर्जु राइस मिल। वार्षिक करिब 20,000 टन धान आवश्यक पर्ने यो मिल किसानसँग सहकार्य गर्दै स्थानीय उत्पादनलाई बजारमा रूपान्तरण गर्दैछ। 7,000 टन चैते धानका लागि 2,000 बिघा क्षेत्रफल र 13,000 टन अगनी धानका लागि 3,000 बिघा क्षेत्रफल आवश्यक पर्छ। उत्पादन सुनिश्चित गर्नु अहिलेको मुख्य चुनौती हो। हाम्रो क्षेत्रमा अधिकांश किसान 15 कट्ठादेखि 1 बिघासम्म खेती गर्ने किसान हुन्। अगनी धान खान र कुद तिर्न प्रयोग हुने भएकाले बजारमा आउने परिमाण अनिश्चित छ। बजारीकरणसम्ममा हाम्रो सबै नेपालीको एकाआपसमा हेलमेल भयो र मेलमिलाप भयो भने हामी किसान पनि जोगिन्छौँ, उद्योग पनि जोगिन्छ र हाम्रो विकासको एउटा समृद्धिको पाटो र हामीले घरमै आफ्नै घर गाउँमा बसेर परिवारसँग रहेर कृषि क्षेत्रमै रहेर पनि हामी बचाउन सक्छौँ भन्ने हेतुले केही वर्षदेखिको हाम्रो सम्बन्ध रहेको छ। यो 3-4 वर्ष अनुभव पनि गऱ्यौँ हामीले धेरै, र त्यसमा हामीले धेरै कुरा सिक्यौँ पनि। 2-3वटा कुरा सिक्यौँ। एउटा कुरा चाहिँ के भने कुन धान लगाउनुपर्छ भन्ने कुरामा हामी अनुभव गर्दै तपाईँहरूले पनि त्यसमा सहकार्य गर्दै आउनुभयो, सबै गऱ्यौँ। चैतेमा तपाईँहरूको यहाँ कति चैते हुन्छ थाहा छैन, तर चैतेमा हामीले लिन 6 नै फाइनल गरेका छौँ। यो देशमा जिरा मसिनोको चामल सबभन्दा बेसी खपत हुँदो रहेछ। त्यसै कारण जिरा मसिनो नै हामीहरूको लागि प्रमुख बाली र प्रमुख चामल हुने भयो। र तर त्यसको एउटा समस्या भनौँ या एउटा च्यालेन्ज के छ भने भारतीय जिरा मसिनोको भाउसँग हामीले कम्पिटिसन नगरिकन हामीले मिल चाहिँ फाइदा ल्याउन सक्दैनौँ। त्यसै कारण हाम्रो अहिलेको धेरै प्रयोग सबै कुराको हिसाब किताब गर्दाखेरि हल्दिना 6 चामल चाहिँ नि स्थापित भयो। पूर्वाञ्चल काठमाडौँ इभन पोखरासम्म पनि स्थापित भएको छ। सबै धान उतै 3 बिघा अति खेती गरेर चाहिँ उतै हालिरहेको छ। अहिले अरू लिजमा पनि लिएर 5 बिघा जति गर्दैछु यो साल। अनि यो यतिखेरको धानलाई चैते धान चाहिँ कोड चाहिँ धेर लगाएको थियौँ, 10 कट्ठा जति पनि लगाएको थियौँ। अब यसपालि चाहिँ 1.5 बिघा लगाएको अब बढाउँदै जाँदैछ। हामीले केन्द्रित गरेका क्षेत्र बेलबारी 5 देखि 10 सुन्दर रहेछ 1 र 11, रङ्गेली 1 देखि 2, कानेपोखरी 1 देखि 4। यी 14 वडामा धान उत्पादनको ठूलो सम्भावना छ। यस सम्भावनालाई अझ बलियो बनाउन हामीले प्रोत्साहन गरिरहेका छौँ। हर्दिना 6 का प्रमुख फाइदाहरू: उच्च उत्पादन क्षमता, छोटो अवधिमा तयार हुने, अर्ली मेच्योरिटी, रोग तथा किराप्रति सहनशील, एकरूप दाना र राम्रो गुणस्तर, बजारमा राम्रो मूल्य प्राप्त हुने। हुँदै बाली पनि समयमा हुने भयो। अर्को फाइदा के भयो भने एउटा मूल्यको सुनिश्चित भयो कि जस्तै अरू धान जुन हामी गर्छौँ रन्जित स्वर्णहरू कहिले 1000 रुपियाँ मन पनि हुन्छ, 1200 पनि हुन्छ, कहिले 1000मा पनि बिक्री हुन समस्या हुन्छ कि बजारको अनुसारले जाने हो। यहाँ त के हो भने 1200 कि 1300 जे एउटा हामी तोक्छौँ यो त ग्यारेन्टी भयो कि यतिमा त मेरो धान बिक्री नै हुने भयो, यो ग्यारेन्टी छ। अब त्यसपछि त भोलिको दिनमा योभन्दा बजार मूल्य बढियो भने मिलले दियो, हामीले दिन पायो भने ठिक छ, होइन भने त स्वतन्त्र हो। लेखेर त दिएको छैन म तपाईँलाई नै मूल्य त त्यहाँ छ। त्यो भएर यो सम्झाउन खोजेको यही किसानलाई कन्भिन्स गर्न खोजेको कि यसमा कतै घाटा छैन, खेती त गरिराख्नु भएकै छ। एउटा बानी हुँदो रहेछ किसानको कि गर्दै आएको, यसमा कुनै जोखिम छैन। यो भेराइटी त जस्तै उहाँले भन्नुभयो प्लास्टिकको पोकावाला त होइन, यही नेपालको सरकारले सिफारिसै गरिया छन् तराई भरिको लागि यो हो। र अर्को कुरा 1 महिना खेतको आलीमा जानु परेन, 1 महिना सिँचाइ गर्नु परेन, जेष्ठमा बिउ हाल्नु परेन, असाढ लागेपछि पनि हाल्दा सुरु गर्दा भयो। असाढ 15सम्ममा बिउ छर्यो, साउन पहिलो साता रोपे पनि झन् सुरक्षित भयो कि होइन। मलाई तरकारी खेती गर्नु छ, असोजमै खेत खाली गर्नु छ भने जहिले बिउ छर्दा पनि भयो। बिमा गराउनु जोखिम लाग्छ, के हो कसो हो भने 500-700 बिघाको 800 को खर्चा गरियो भने ढुक्क भयो। पहिला म सुरुमा जति बेला राइस मिल सुरु भयो अनि रामधानको व्यापक चर्चा भयो, त्यति बेला मैले मिलसँग नि बेलबारी 9 को किसानहरू जोड दिनु पर्यो भनेर
रामधानको बिउ ठ्याक्क बाँड्ने भएँ मैले यही मिलबाट गरेँ। अब बिउ चाहिँ कस्तो भयो भने ठ्याक्क बिउ लगेँ, अब अरू धान सबै पाकिसक्यो, त्यो पसाउँदै पसाएन। चैते चैते झन्डै बवाल भएको रहेछ। अरू सबै पाकिसक्यो होइन, गाउँघर त हामी त गाउँमै घुम्ने हो। अनि हेर्छु कहीँ पसाउँदैन, मलाई किसानले आएर बिहान बेलुका दिउँसो होइन तनाव दिन थालिसक्यो। खोइ हो तपाईँले दिएको धान त चिलिम फर्क्यो त भन्छन्, छैन धानै छैन, पसाएकै छैन, पकाउन पसाउँछ भन्दैछु। अब म चाहिँ एकदम तनावमा भएँ। यहाँ त 100 बिघा जग्गामा त उत्पादन त नष्ट भयो नि त। 1200 मन टन किने त्यतिखेर। अनि त्यति बेला चाहिँ के भयो भने ठ्याक्कै अरू धान पाकिसकेपछि चाहिँ त्यो पसायो, अलिक लामो समय लिँदो रहेछ। पसाउन चाहिँ अनि अब कस्तो फल्छ भने पसाउन त पसायो, किसानलाई अलिअलि आश भयो, पसायो, ठ्याक्कै धान फल्न थाल्यो। तर त धान फलेपछि चाहिँ ठ्याक्कै आलीबाट हेर्दा पर देखिँदैन थियो कि, लोर्केर आली खेतमा यत्रो लामो बाला फल्यो। तर काहीँ कसै किसानको मनको 2 कट्टा भयो। त्यो चाहिँ के भएछ भने सबै वरिपरि अब धान रोपिसक्यो, बाँकी रहेको किडापिडा त धान काटिसक्यो, त्यसले आएर त एट्याक गरेर त्यसलाई नष्ट गर्यो। तर फल्नेले चाहिँ 8 मन 8.5 मनसम्म फलायो, यहीँ अगाडिको खेतमा फलायो 8.5 मन। तर रामधान रोप्ने किसानहरू चाहिँ एकदम त्यति बेला उत्साहित भए। यो नेपाल सरकारले दिने धान, अनुदानमा दिने धान, सिफारिस गर्ने बिउ चाहिँ किसानसँग प्रत्यक्ष रूपमा उनीहरूसँग जोडिएर कुन धान चाहिँ किसानलाई आवश्यक छ, कुन धान राम्ररी फल्छ। अब अहिले हामीले धानको बिउ बाँड्न खोज्यो भने सबैले रन्जितको बिउ खोज्छ, सरकारले सिफारिस गरेकै छैन, किन्नै पाइँदैन होइन सर, किन्न पाइँदैन। अब हामीले हर्दिनाथ छ भन्छौँ, हामीले वर्षैपछि धानको नाम फेर्दै नयाँ जातको धान आउँछ। किसानलाई यो धान यति फल्छ है भन्ने ग्यारेन्टी चाहिँ पहिले किसानलाई गरिरहँदाखेरि किसान त्यो कुरामा अलिक अविश्वास वा फल्दैन कि नोक्सान हुने हो कि भन्ने ट्रायलमा किसानहरूले चाहिँ घाटै भए जति खेतीमा सबै रोप्न चाहँदैन। अब यो धानको बिउको कुरा चाहिँ नेपाल सरकारले पनि, अब हामी स्थानीय तहको अब वडाकै अध्यक्षले त के गर्न सकिन्छ, नेपाल सरकारसँग चाहिँ यो चाहिँ पालिका र प्रदेशले यसलाई समन्वय गरेर धानको उत्पादनमा कसरी वृद्धि गर्न सकिन्छ, कुन धान चाहिँ कुन जातको धानलाई चाहिँ राम्रो फल्छ र त्यसलाई सिफारिस गर्ने भनेर किसानको चाहना र इच्छा अनुसार सिफारिस गरियो भने यसले चाहिँ अलि दीर्घकालीन रूपमा किसानलाई फाइदा पुर्याउँछ। जब उत्पादन बढ्छ किसानको आम्दानी बढ्छ, जब आम्दानी बढ्छ परिवारको जीवनस्तर सुधार हुन्छ। हर्डीनाथ 6ले केवल खेतमा उत्पादन बढाउँदैन, यसले किसानको जीवन परिवर्तन गर्छ। पहिले केवल गुजारा चलाउने किसान अब व्यवसाय कृषितर्फ अघि बढिरहेका छन्। यसलाई अझ व्यवस्थित बनाउन हामीले सुरु गरेका छौं बृहत तथ्याङ्क सङ्कलन अभियान। 10 जना सहजकर्ताले प्रत्येक किसानको विवरण सङ्कलन गर्दैछन्। यस तथ्याङ्कका आधारमा किसानलाई दिइनेछ प्राविधिक सहयोग, यान्त्रिकीकरण, उन्नत बिउ, सुनिश्चित बजार। उन्नत बिउ, सही योजना र बजारको साथ पाए किसानको भविष्य बदलिन सक्छ। आर्जु राइस मिल हर्दिनाथ 6सँग कृषि आत्मनिर्भरतातर्फ एक कदम।